सांस्कृतिक महत्त्व विषयमा प्रस्तुत हुन गइरहेको छु। अवसर प्रदान गर्नुभएकोमा म मेरो शिक्षक सर तथा विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सिक्किम सानो तर अत्यन्तै सुन्दर राज्य हो। हिमालयको काखमा बसेको यो राज्य हरियाली, शुद्ध वातावरण र लेप्चा, भुटिया र नेपाली बसोबास गर्छन्। म घाँस बेचेर कमाएको पैसाले म मरेपछि एउटा धर्मार्थ काम गर्नेछु जसले गर्दा मेरो नाम रहोस्। यो वाक्यले उनको मन छुयो र उनले पनि समाजको निम्ति केही काम गर्छु भनी ठानी आफ्नो लेखन यात्राको सुरुवात गर्नुभयो। भानुभक्तले संस्कृत रामायणलाई नेपाली भाषामा रूपान्तरण गर्नुभयो ताकि जनसाधारणले रामायणलाई बुझ्न आफ्नै भाषामा सकुन्। भानुभक्त रामायण सरल भाषा, मिठो लय र जनभाषाको शैलीमा लेखिएको छ। लेप्चा जाति सिक्किम, दार्जिलिङ, कालिम्पोङ र नेपालको विभिन्न पहाडी क्षेत्रमा बसोबास गर्ने एक पुरानो तथा आदिवासी समुदाय हो। उनीहरूलाई रङ्फू पनि भनिन्छ, जसको अर्थ हुन्छ प्रकृतिको छोराछोरी। लेप्चा जनजातिको जीवनशैली, संस्कृति, भाषा र परम्परा सबै प्राकृतिक वातावरणसँग गहिरो सम्बन्ध राख्छ। खस जाति पुरानो इतिहास र परम्परा बोकेको समुदाय हो। उनीहरूको जीवनशैलीमा सरलता, श्रम, आस्थाप्रतिको सम्मान र सामूहिकता देखिन्छ। जन्मदेखि मृत्युसम्मका संस्कारहरू जस्तो नामकरण, व्रतबन्ध, बुन्नी चोली, विवाह र श्राद्ध, यी सबैले उनीहरूको संस्कृतिको गहिराई देखाउँछ। खस जातिको अर्को विशेषता भनेको प्रकृति र जानवरहरूप्रतिको माया हो। गाई, गोरु, कुकुर र काग जस्ता जानवरहरूलाई पूजा गर्ने परम्परा यस समुदायमा भेटिन्छ। राई जातिको समुदाय जसलाई सम्भू वा किराँती पनि भनिन्छ, उनीहरूको आफ्नो भाषा, वेशभूषा र परम्परा रहेको छ। नेपाली कथाको इतिहास निकै पुरानो र रोचक छ। कथा त्यो विधा हो जसमा समाज, मानव, मन, सङ्घर्ष, भावना र वास्तविकता सबै एकैचोटि चित्रित हुन्छन्। उहाँको कविता साथसाथै उनीभित्र पनि साहित्यको सुरुवात बस्न थालेको थियो। लक्ष्मीप्रसाद देवकोटालाई उनको बाबाले उनलाई पण्डित बनाउन खोजेका थिए। माधवप्रसाद घिमिरे नेपाली साहित्यका एक सम्मानित प्रतिभाशाली साहित्यकार रूपमा परिचित हुनुहुन्छ। नमस्ते सबैमा, म सहारा राई कक्षा 10 छात्र। आज उहाँको सामु नेपाली साहित्य मञ्च सम्राट बालकृष्ण समको जीवनी र योगदानको बारेमा भन्न गइरहेको छु। सर सुनिल खालिङ राई, अरू मेरा प्यारा साथीहरू, वैरागी कविताको जीवनी उनको जन्म 1990 साल असार 9 गते झापामा भएको हो।